लेसन्स द्याट आई लर्न फ्रम अनलाइन डिजिटल बिजनेस भन्दा चाहिँ आजको टपिक रहेको छ। अब मैले यो अनलाइन डिजिटल बिजनेस गर्ने क्रममा चाहिँ मैले चाहिँ के कुराहरू चाहिँ मैले सिकेँ त होइन भनेर चाहिँ आजको टपिक छ। अब पहिलो कुरामा त मैले चाहिँ नि अब फर्स्टमा त सबभन्दा ठुलो कुरा चाहिँ माइन्डसेट भनेर चाहिँ मैले एकदमै होइन त्यो थाहा पाएँ। भन्नाले चाहिँ नि म चाहिँ पहिला चाहिँ नि म के सोच्थेँ भन्दाखेरि चाहिँ नि अब एकदमै त्यो एउटा त्यो न्यारो रूपमा चाहिँ म सोचेर बसेर हुन्थेँ कि पहिला चाहिँ नि अब होइन अब 9 to 5 जब गर्ने अनि त्यसपछि नि अब त्यो हुन्छ नि एउटा नर्मल लाइफ टाइपको चाहिँ होइन त्यो स्पेन्ड गर्ने अनि त्यसरी चाहिँ म सोचेर बसेर हुन्थेँ। अहिले यो बिजनेसमा आएर चाहिँ मलाई चाहिँ के भइरहेको छ भन्दाखेरि चाहिँ होइन लाइफ भनेको त है आफूले जति चाह्यो होइन लिमिट नै छैन रहेछ कि होइन जति आफूले गर्न सक्यो त्यति नै चाहिँ त्यो पाउँदो रहेछ कि भनेर चाहिँ मैले चाहिँ थाहा पाएको छु होइन। अब भन्नुको मतलब चाहिँ नि एउटा चाहिँ हामीले चाहिँ अहिले मान्छेको लाइफ भनेको एकदमै अनसर्टेन रहेछ कि होइन जति बेला जे पनि हुँदो रहेछ होइन भइरहेको पनि छ अहिले। अब त्यस्तो बेलामा चाहिँ नि अब त्यो एउटा मात्रै चाहिँ नि त्यो जस्तै अब जबहरूमा चाहिँ नि त्यो बर परेर चाहिँ नबसेर चाहिँ नि एउटा साइड हसलहरू चाहिँ खोज्ने होइन बरु स्किल्सहरू सिक्ने होइन। अहिले त अब अनलाइनबाट अब यो जस्तो सुकै त्यो स्किल्समा सिक्न सकिन्छ होइन। प्लस एआईको यो अहिलेको जेनेरेसनमा अब आफूले जे चाह्यो त्यो पनि त्यो छ होइन। अनि त्यही भएर चाहिँ नि अब मैले चाहिँ त्यही हो सिकेको चाहिँ। अनि अर्को कुरा चाहिँ मैले के सिकेँ भन्दाखेरि चाहिँ नि एउटा चाहिँ अब यो बिचमा आउनुभन्दा अगाडि चाहिँ म चाहिँ अब यो त्यो के अरे टेक सेभी चाहिँ थिएन म होइन। मलाई चाहिँ नि अब त्यो ल्यापटपहरू चलाउनै आउँदैन थियो कि मलाई पहिला चाहिँ यो बिजनेसमा आउनुभन्दा अगाडि चाहिँ। अनि पछि चाहिँ मैले चाहिँ अब यो बिजनेसमा आएपछि मैले त्यो ल्यापटपहरू चलाउन सिकेँ। त्यसपछि आएर चाहिँ मैले यो अरू धेरै मैले यो मार्केटिङको बारेमा थाहा पाएपछि अनि अहिले त अब म प्लस होइन अरूलाई म सिकाइरहेको पनि छु होइन। त्यो चाहिँ मेरो लागि एउटा एचिभमेन्ट नै भयो। अनि त्यही हो अब धेरै छ यो बिजनेस चाहिँ। अनि त्यसपछि नि अब त्यो टिम एउटा लिडरसिपहरू चाहिँ कतिको स्ट्रङ हुँदो रहेछ होइन। अनि एउटा लिडरसिप त्यो टिममा चाहिँ नि कतिको एउटा पावर हुँदो रहेछ भन्ने कुरा पनि मैले यो बिजनेसमा आएर थाहा पाएको हो होइन। अनि अनलाइनबाट पनि एकदमै त्यो अर्निङ हुँदो रहेछ, अनलाइनबाट पनि पैसा कमाउन सक्दो रहेछ भनेर चाहिँ मैले त्यो पनि मैले आफैले चाहिँ नि होइन त्यो प्रत्यक्ष रूपमा चाहिँ म आफैले पनि त्यो फिल गरेको छु है। अनि त्यही हो अब त्यही भन्न चाहन्छु आजको लागि। अनि